छोरी पनि पहिल्यै गयो अब सम्तेको अगाडि कसरी मुख देखाउने तिमी जाऊ अब तिम्रो छोरीले पो बाटो बिराए तिमीले त गल्ती गरेको छैन नि किन अप्ठ्यारो मान्छौ हो ढिले रुडलले भनेको कुरा ठिक हो यदि मुनाले गल्ती गरेको थिएन भने सबै गाउँलेहरू जम्मा भएठौँ तिम्रो छोरी मुना मात्रै यहाँ नआउनु कारण के हो तिमी भन्न सक्छौ होइन मेरो छोरीलाई मात्रै सबै दोष किन थुपार्छौ यो गोथेको लाटोको कुरा सुनेर मेरो छोरीलाई दोष लाउनु पाउँदैन यस्तो कुरो गर्यो भने म यो मिटिङमा बस्दैन म जान्छु बस न बस म बस्दिनँ म जान्छु सालको दिन बढियो रहेछ दिव्या उसैको साथमा छ मायाको हत्यारालाई पत्ता लगाउँछौँ भनेर उनीहरू लागि परेका छन् हामीले गरेको गल्ती यदि गाउँलेहरूले थाहा पायो भने हामीलाई त जिउँदै जलाइदिन्छ जहाँसम्म मलाई याद छ शिशिर मेरी आमाले मलाई बचाउनको लागि भनेर मलाई लुकाएर उहाँ गुन्डाहरूको अगाडि अगाडि भाग्नुभयो त्यसपछि के भयो मलाई थाहै छैन जब मलाई समीर अङ्कलले भेटाउनु भयो त्यसपछि मलाई समीर अङ्कलले लगेर जानुभयो त्यस दिनदेखि आजसम्म म समीर अङ्कलकै शरणमा छु शिशिर तेरा उठेर तिमीलाई फोन लाए फोन पनि लागेन झनै साह्रो यो मन आत्यो अनि आमाको मन कहाँसम्म के भयो होला यो बुझेको छ छोरा हुन्छ आमा म यताको काम सकाएर सहर आइहाल्छु आमा सुन्नु न हजुर प्रेसरको रोगी हुनुहुन्छ औषधि त समयमा खाइरहनु भएको छ नि हेलो दिव्या के भयो तिमीलाई सन्चो छैन क्या म ठिक छु अङ्कल आज मसँग यस्तो सत्य कुरा छ जुन तपाईँले थाहा पाउनु भयो भने अचम्ममा पर्नुहुन्छ अङ्कल सत्य कुरा के हो स्पष्ट भन त मम्मीको हत्या पत्ता लगाएको छौँ हामीहरूले प्रमाण भेट्यौँ डर लाग्दो सत्य पत्ता लागेको छ हत्यारा को हुन् हामी खोज्दैछौँ त्यसैले मैले तपाईँलाई कल गरेको हत्या कसले गरेको रहेछ अनि त्यसमा को रहेछन् सबै कुरा फोनमा भन्न सक्दिनँ अङ्कल डर लागिरहेको छ अहिले कसैले सुन्न सक्छन् भित्ताको पनि कान हुन्छ भन्छन् ठिक छ मैले कुरा बुझेँ यो चान्चुन मामला होइन बरु अपराधीहरू चलाक भएर भाग्न सक्छन् अङ्कल तपाईँ जति सक्दो चाँडो गाउँ आउनुहोस् अब तपाईँको उपस्थिति तपाईँको निर्णयको खाँचो छ म तिम्रो आमाको ऋणी छु जसले मायाको हत्या गर्यो नि तिनीहरूलाई म छोड्दिनँ बरु म जति सक्दो छिटो गाउँ आउँछु हुन्छ अङ्कल अब तपाईँ नै हो हाम्रो सहारा तिमी चिन्ता नगर दिव्या ती अपराधीहरूलाई जसरी भए पनि कानुनको कठघरामा उभ्याउनै पर्छ हामी पर्खिरहेका छौँ तपाईँ बिना यो केस अगाडि बढ्दैन अहिलेलाई फोन राखेँ है अङ्कल ल ल ल अब ती अपराधीहरू भागेर कहाँ जान्छन् कानुनले तिनीहरूलाई त्यसै छोड्दैन र मैले पनि छोड्दिनँ दिव्या तिमी त यहाँ आएर पो बसेकी रहेछौ मैले झन् कता कता खोजिनँ अनि एक्लै के गरेर बसेको शिशिर मैले त समीर अङ्कललाई फोन गरेर सबै कुरा भनिसकेँ कस्तो कुरा दिव्या मैले त बुझिनँ नि आमाको हत्या पत्ता लगायौँ त्यही भएर जति सक्दो चाँडो समीर अङ्कललाई गाउँ आउनु भनेर तिमीले ठिक गर्यौ दिव्या समीर अङ्कललाई तिम्रो मम्मीको विषयमा सबै कुरा थाहा छ उहाँ आउनुभयो भने हामीलाई पनि सजिलो हुन्छ ती अपराधीहरू पत्ता लगाउन उहाँको साथ चाहिन्छ हो शिशिर मलाई जन्म दिने अरू कोही भए पनि कर्म दिने त उहाँ हुनुहुन्छ त्यही भएर अहिलेको समयमा उहाँको बाहेक मलाई कसैको पनि विश्वास छैन त्यही भएर म सबै कुरा उहाँलाई भनेकी दिव्या
हामी यहाँ खुल्ला ठाउँमा यसरी बसेर कुरा नगरौँ। अहिले कसैले सुन्न सक्छ, किनभने हामी सत्यको धेरै नजिक आइसकेका छौँ। हामीलाई यो गाउँ खतरा छ, त्यसैले हामी घर जाउँ। शिशिर, तिमी घर जाँदै गर, म एकछिनमा आउँछु। मेरो केही काम बाँकी छ है। काम सकेर आइहाल है। ल के गर्दै हो दिपा? के होइन साल दिदी, बेसार पनि फन्ने बेला भइछ, त्यही भएर सुकेको पत्ताहरू झिक्दै गरेको नि। साँच्चै दिपा, तिमीले एउटा कुरा थाहा पायौ? के कुराहरू साल दिदी? कसैलाई नभन्ने भए भन्छु, नत्र भन्दिनँ। कस्तो विश्वास नगर्नुभएको साल दिदी? के सारा गाउँतिर चाहिँ कुरा सुनाउँदै हिँड्ने म कुरौटी हो र? मैले तिमीलाई कुरौटे भन्न खोजेँ कि होइन, कुरा अलिक गहिरो छ। के हो भन्नुहोस् न, कसम म भन्दिनँ। ती सहरबाट आएका शिशिर बाबु छन् नि, तिनलाई लट्ठी प्रहार गर्ने तिनै मुना रहेछन् नि। मुना? त्यो शिशिर बाबुलाई कुट्नु लगाउने? यो त अचम्मै भयो त। अचम्म रे, अझ त्यति मात्र कहाँ हो र? मायाको हत्या गर्नुमा पनि त्यही मुनाको हात छ अरे भन्ने हल्ला सुनिन्छ। हे भगवान्, के सुन्नु परेको? त्यो मुना पनि हत्यामा समावेश? गाउँलेहरूले त अरूलाई दोष लगाउँदै हिँडिरहेको थिए, तर यो त सोच्नै नसक्ने कुरा भयो। यो त खेल मात्र हो, यसमा खेल खेल्ने धेरै छन्। मुना त एउटा हात्तीले देखाउने दाँत जस्तै हो। अनि अब के हुन्छ त? शिशिर र दिव्याले केही गर्लान् नि त। सुन दिपा, हामीले गरेका कुरा कसैले थाहा पाउनु हुँदैन नि। अरूले थाहा पायो भने हामीलाई अप्ठ्यारो हुन्छ नि फेरि। यस्तो कुरा गरेर हिँड्यो भने चाहिँ आफूलाई दुःख पाउँछ है साल दिदी। ल ल बुवा, हतियार पत्ता लगाएर पनि हामी चुप बसिरहनु पर्ने? म अहिले नै गएर पुलिसका उजुरी दिएर आउँछु। मने हतारमा गरिएको निर्णयले कहाँ बिगार्छ? यो सामान्य केस होइन, यो त जाली फटा र खतरा मिसिएको केस हो। यस विषयमा हामी अगाडि बढ्नु ठिक हुँदैन। शिशिर र दिव्याले यस विषयमा कदम अगाडि बढाइरहेका छन्। कदम? कस्तो कदम? हत्याराहरू खुलेआम हाम्रो वरिपरि घुमिरहेको छ। हत्या कसले गर्यो, त्यसमा को संलग्न छ, त्यो पनि पत्ता लागिसक्यो। अब पनि हामीले प्रहरीमा खबर गरेन भने अपराधीहरूले अर्को चाल चल्न सक्छ। तर हतारमा उठाएको एक गल्तीले मायाले पाउन लागेको न्यायका ढोकाहरू सबै बन्द हुन सक्छन्। असम्भव, हामीसँग प्रमाण छ। प्रमाण छ भन्नेमा हुन्छ? अपराधीहरूको पहुँच माथिसम्म हुन्छ। दिव्या र शिशिरले सहकार्य गर्दै छानबिन अगाडि बढाएका छन्। हामीले समर्थन गर्ने हो, उतार चढावमा साथ दिने हो। यस्ता केसमा पहिले प्रमाण सुरक्षित, अनि कदम। हामीले कदम अगाडि बढायौँ भने हामी चुक्न सक्छौँ। ठिक छ बुवा, म तपाईँको कुरा मान्छु। माने धैर्य गर्नुपर्छ। न्याय आक्रोशले होइन, कानुनले दिन्छ। समीर सहरबाट गाउँ आउँदैछ, सायद त्यो हिँडिसक्यो होला। तिमी आदेश मात्र देऊ, त्यसलाई बाटोमा सिधाइदिन्छु म। पोख, उसलाई केही नगर। कसरी मनाउनु पर्छ मलाई थाहा छ। कहाँ जालास मछडी मेरै ढड्या। तर त्यो समीर ज्यादै चलाक छ, त्यो आएपछि हामीलाई केही हुन सक्छ। हामीले होसियारपूर्वक कदम चाल्नुपर्छ। तिमी चिन्ता नगर, समीर हिजो पनि मेरो थियो, आज पनि छ, भोलि पनि मेरो हुनेछ। जो समीरको जिन्दगीमा आउने कोसिस गर्छ नि, त्यसलाई पनि मायाको जस्तै हालत बनाइदिन्छु। तिमी साथ दिन तयार छौ नि? अवश्य, तिम्रो हरेक निर्णयमा म आँखा चिम्लेर साथ दिन्छु। गुड, मलाई चाहिएको पनि तिमी जस्तै मान्छे हो। भन, तिमीले मलाई यहाँ किन बोलाए? किनकि अस्ति तिमीले गोथेला कुद्दै गर्दा त्यो दिव्याले देखेकी छे। फेरि मैले उसलाई हात हाल्न नहुने, उसलाई हात हालेर ठुलो गल्ती गरेँ। अब त्यसलाई 100% थाहा भइसक्यो कि यो सब घटनाको पछाडि मेरो हात छ भनेर। यदि म फसेँ भने त तिमी त फसौ।
त्यसैले म फस्नुभन्दा अगाडि यो सब घटना स्वयं तिमी आफैले गरेको हो भने स्वीकार। जेलबाट निकाल्ने काम मेरो भयो। तर कसरी मुना? यता हो। ल ठिक छ, त्यसको लागि म जे गर्न तयार छु। तर यो कुरा बाहिर कसैलाई थाहा हुनु भएन। तिमी र म बीच गोप्य रहनु पर्यो। समय खराब छ, यहाँ बसेर कुरा गर्न उचित छैन। तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु। हुन्छ मुना, केही पर्यो भने म फोन गर्छु। ल अहिलेलाई छुट्यो। आउनु भएको यस्तो दुखी भएर? कहीँ पनि होइन नानी, तिम्रो आमाको हत्यारा मुना भनेर पत्ता लगाइछौ। धेरै राम्रो काम गर्यौ नानी। हो नि आन्टी, आफ्नो आफन्त साथीभाइ भनेर त्यत्तिकै छोड्न कहाँ मिल्छ र? अपराधी भनेको त अपराधी नै हो नि। हो नि नानी, छोरी भनेको त तिमी जस्तै हुनुपर्छ। तर के गर्नु, आफ्नो त भाग्यमा सन्तान सुख नै लेखेर रहेछ। आन्टी, अहिलेको जमानामा पनि यस्तो कुरा गरेर हुन्छ? यसको लागि त धेरै उपायहरू छन्। कस्तो उपाय नानी? ल काकी पनि अहिले त उपचार गर्ने धेरै प्रविधिहरू आएका छन्। निसन्तान हुनेलाई सन्तान बनाउने। खै अहिलेसम्म त हामीलाई त्यस्तो केही पनि थाहा छैन। एकचोटि गएर राम्रोसँग चेक जाँच गराउनुहोस् न। ल ल त्यसै गर्नु पर्ला। मलाई पनि त सन्तान होस् भनेर कति ठुलो रहर छ। धुनिएको भनाइ खानुभन्दा त बरु उपचार गर्नै बेस छ। ल त आन्टी, एकचोटि अङ्कलसँग राम्रोसँग सल्लाह गर्नुहोस् है। हुन्छ नानी, ल जान्छु ल म। भाग्यको खेल ए मेरी आमालाई मारेर तँ यहाँ खुलेआम हिँड्दैछस्? मेरो आमाले तेरो देखाइदिएको थियो र मेरो आमालाई मार्छु? दिव्या, तिम्रो आमालाई मैले मारेको भने तिमीसँग के प्रमाण छ? प्रमाण? तँलाई प्रमाण चाहियो? प्रमाण त जुन दिन तिमीले गोथेलाई मार्न खोज्दै थिइस् नि त्यही दिन देखेको हो मैले। गोथेले पनि तिमीहरूको कालो कर्तुस सबै थाहा पायो भनेर त्यसलाई पनि सिधाउन खोजिस् होइन तैँले? मैले त त्यो दिन तिमीबाट केही अनाथ हुन्छ भनेर मात्र उसलाई बचाएको हो। त्यस्तो केही पनि होइन दिव्या। तेरो कुराको म कसरी विश्वास गर्नु? दिव्या, धेरै जिद्दी गर्नु राम्रो होइन। पहिला मेरो कुरा त सुन। के कुरा हो?
आमा ढोक गरे। भाग्यमानी भइस् छोरा। अनि त कहिले घर आउँछस्? तँलाई नदेखेर मलाई कति धेरै न्यास्रो लागिरहेको छ। किन यति धेरै पिर लिनुहुन्छ आमा? म यताको काम सकिने बित्तिकै आइहाल्छु नि। अनि साँच्ची आमा, औषधि त सधैँ खाइरहनु भएको छ नि? फेरि प्रेसरको रोगी हुनुहुन्छ, औषधि खान चाहिँ नभुल्नु नि। खाइरहेको छु। कति पिर गर्छस् के मेरो? मलाई त तेरो चाहिँ धेरै पिर लागिरहेको छ के। खाइरहेको छु। कति पिर गर्छस् के मेरो? बरु मलाई त तेरो पो पिर लागिरहेछ। हुन्छ आमा, आफ्नो पनि ख्याल गर्नु है। ल ल बाबु, छिट्टै घर आइस् है। धेरै समय भयो तैँले घर छोडेको पनि। ती तैँले भित्तामा टाँसेको पोस्टरहरू हेरेर दिन बिताइराखेको छु। हुन्छ आमा, अहिलेलाई फोन राख्छु है। धेरै पिर चिन्ता नलिनु, समयमै खाना खानु, आराम गर्नु, औषधि लिन चाहिँ नबिर्सिनु नि फेरि। ल ल बाबु, जति सक्दो चाँडै घर फर्केस् है। हुन्छ आमा, आफ्नो ख्याल गर्नु, आराम गर्नु, धेरै पिर चिन्ता लिएर नबस्नु, औषधि चाहिँ समयमा खानु नि। हस् आमा, अहिले फोन राखेँ है। मुना, तिमी चाहिँ आएछौ, तिम्रो बाउ चाहिँ खोइ नि? आउँदै हुनुहुन्छ। आउँदै गर्छन्। हामी चाहिँ छलफल सुरु गरौँ न, कति कुरेर बस्नु। नमस्कार है हजुर। नमस्कार। नमस्कार। अनि समीर बाबु, एक्कासी हाम्रो घरमा न कुनै फोन न कुनै खबर, के कति कामले आउनुभयो पनि? मलाई दिव्याले कल गरेकी छिन्। समीर अङ्कल जसरी भए पनि एकचोटि गाउँ आउनु पर्यो, आमाको हत्यारा पत्ता लाग्यो भनेकी थिइन्। अनि मान्छेहरू सबै जम्मा हुनु भएको छ, दिव्यालाई त देख्दिनँ त। त्यही त समीर बाबु, मायाको हत्यारा पहिचान भयो भनेर सबै गाउँलेहरूलाई जम्मा गर्नु भने उनी चाहिँ नि कहाँ गएका केही पत्तै भएन। सायद आउँछिन् होला। है अब पहिला पनि त्यस्तै काण्ड भयो, बिचमा शिशिरलाई पनि कुटे अरे भन्ने चाहिँ भन्दै थिइन् दिव्याले। न दिव्यालाई पनि कतै केही गरे कि खै समीर बाबु, पिर पो लाग्न थालिसक्यो। यो सबै भाग्यको दोष हो। नमस्कार हजुर। नमस्कार सबैजनालाई। नमस्कार। नमस्कार। सबै भेला भइसक्नु भएछ। म अलि ढिला भएँ, नरिसाउनुहोस् है हजुर। ठिकै छ, बस्नुहोस् न। अनि मने के छ त? मेरो त बिन्दास। अनि समीर के छ त? ठिकै छ। समीर कति परिवर्तन भएर आएको? समीर अङ्कल, खास कुरा के भने यो गाउँमा भएको माया आन्टीको हत्याको रहस्य, ममाथि भएको लाठी प्रहार, यो सबै गतिविधि हेर्दाखेरि मुना दिदी दोषी भएको प्रमाण छ।
अहिले आएर मुना दिदीले यो सब मैले गरेको होइन भन्नुहुन्छ। त्यसैले सत्य अपराधी को हो त्यो पत्ता लगाउन दिव्या बाहिर गएकी छिन्। उनी आएपछि खास कुरा के हो हामी सबैजना बसेर छलफल गर्नुपर्छ। मायाको हत्या गर्ने र शिशिरको टाउकोमा लाठी प्रहार गराउने यही मुनिको हात छ। यति थाहा पाउँदै यो माने चुप्लाएर बस्यो भने मेरो प्यारी बहिनीको आत्माले शान्ति पाउँदैन। त्यसैले रगतको बन्द रगत हातको बन्द मामा यो खाएपछि आँखा देख्दैन। मामा कानुनलाई आफ्नो हातमा लिने प्रयास नगर्नुहोस्। हामी छलफल गर्दैछौँ। सत्य के हो पत्ता लागिहाल्छ त। अहिलेलाई तपाईँ चुप लागेर बस्नुहोस्। शिशिर बाबु भनेपछि म मानिहाल्छु नि। समय बस्यो नि यार कति बस्यो भनेर। मुना तिमीले किन त्यसो गर्यौ? किन मायाको हत्या गर्यौ? समीर माया मेरो त्यति धेरै मिल्ने साथी, उसको सुख दुःखमा साथ दिने मान्छे म कसरी उसको हत्या गर्न सक्छु? यी गाउँलेहरूले त बुझेन। कमसेकम तिमी त विश्वास गर मलाई। यतिका वर्षपछि भेटेछौ, तिमी पनि मै माथि आरोप लाउँछौ। सत्य कुरा के हो मैले सबै दिव्यालाई भनिसकेको छु। अहिले दिव्या आएपछि सबै कुरा उनीले भन्छन्। होइन यो मुनि मैले गरेको छैन भन्छ। होइन तैँले नगरे कसले गरे? आमाको हत्या यस्तै गरेको माया आन्टीको हत्या किन गरिस्? हो मैले गरेको। म पापी हुँ, अपराधी हुँ। म मायाको होटेलमा बारम्बार गइरहन्थेँ र म उनलाई धेरै माया गर्थेँ। तर उनले सागरलाई मन पराउँथे। यसै क्रममा सागर मायाकै होटेलमा खाने बस्ने गर्न थाले। माया र सागर बिचको सम्बन्धले मेरो मन भित्रभित्रै पोलेको थियो र मैले सागर र माया दुवैलाई मार्ने योजना बनाएँ। तर सफल भइनँ। अन्त्यमा माया गाउँमा आएकी थाहा पाएर मान्छे लगाएर मार्न सफल भयो। वर्षौँपछि आएर शिशिर र दिव्या हत्याराको खोजीमा लाग्न थालेपछि उनीहरूलाई नि हटाउन चाहे। शिशिरमाथि आक्रमण गराएँ तर भाग्यवश शिशिर बाँच्यो। यो सबै मैले गराएको। यसमा अरू कसैको संलग्नता छैन। देख्नुभयो त तपाईँहरूले? हतियार अगाडि आइपुग्यो। बेकारमा मेरो छोरीलाई दोष लाएर मानसिक तनाव दिएर तपाईँहरूले मैले होइन भने होइन त? मेरो कुरा नसुनी मेरो छोरीलाई तनाव दिएर मेरो छोरीलाई दोष लाएर तपाईँहरूले अहिले पछि थाहा पाउनुभयो होला नि दोषी को रहेछ भनेर। दिलबहादुर म माफी माग्छु। सबै गाउँलेहरूले सबैले मुना नै हो भने त्यही भएर लहलैमा लागेर हामीले यस्तो गरौँ। त्यसैले एकपटकलाई माफ गरिदिनु होला। होडीले हामीले त कुरै नबुझिकन शङ्का गरेछौँ। सक्छ भने माफ गरिदेऊ। मैले त तपाईँहरूलाई पहिल्यै भनेको थिएँ नि, मेरो कुरा सुन्नै भएन। यस्तो अपराधीलाई पुलिसमा बुझाइदियो। सक्छ भने कडाभन्दा कडा सजाय दिएर अपराधीलाई जेलमा कोच्नुपर्छ। कोच्न त परिगयो नि। फोन लगाइहाल्नुहोस् त प्रहरीलाई। सबै बाबु मसँग त फोन छैन। शिशिर बाबु फोन लगाउनुहोस् न। सुनसान आँखाभित्र सपनाहरू जल्दैछन्। कल्पनाका ठुला ठुला महलहरू ढल्दैछन्। कसको दोष कसको रहर कसको गल्ती भयो आज भाग्यमा नै नलेखेको खुसी अन्तै गयो आज। कसैको सपना अधुरो कसैको सपना अपुरो
रह्यो भाग्यले भाग्यको खेल भाग्यको खेल खुसी अन्तै गयो आज कहिले कहीँ भाग्यले नसोचेको बाटो देखाउँदो रहेछ। अनि यो बुढा तिमीले एउटा कुरा थाहा पायौ? बरु बेलैमा पुलिसलाई खबर गर्नुपर्छ है। कहिले सुख छैन बाँचुन्जे मेरो दोस्रो जीवन उपहार दिएको तपाईलाई धन्यवाद समीर। आगामी भागको लागि प्रतीक्षा गर्नुहोस्। हरेक हप्ता नयाँ भागको लागि युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।